गरकटा खेल मैदानमा फुटबल फाइनल म्याच हुन आँटेको छ। कसको बिचमा हुँदैछ त्यो? किसका बीच में है फुटबॉल फाइनल? नहीं, 4 टीम है। अच्छा, सेमीफाइनल होगा पहले, उसके बाद में फाइनल मैच। अच्छा, और यहाँ पे मेरा लोकल टीम भी है दुरामारी, उसको सपोर्ट में हम लोग आए हैं। दुरामारी ऑल द बेस्ट। बाटो भएर चाहिँ अब मैदानमा एन्ट्री गर्नुपर्छ गरकटाको। यस्तो छ हेर्नुहोस् मित्रगण, ग्राउन्ड चाहिँ यस्तो छ गरकटाको। फेमस ग्राउन्ड हो यहाँको। एउटा टिम आइपुगेछ यहाँनिर। एन्ट्री हुँदैछ यहाँनिर। लोकल खेलाको मजा यही हो है, के कुरा मिलेन पनि एकछिन झगडा पनि सुरु भइहाल्यो यहाँनिर। हेर्नुहोस्, एन्ड त्यो सबै सकेर फाइनली अब म्याच सुरु हुन आँटेको छ। अनि नाइजेरियन प्लेयरहरू पनि यहाँ छ। एन्ड फाइनली सुरु भयो। फाइनली खेला सुरु भयो। अनि वाइट जर्सीमा चाहिँ दुरामारी टिम हो, अनि अर्को यो ब्लू एन्ड वाइट मिक्स भएको जर्सीमा चाहिँ ब्रदर्स युनाइटेड हो। अनि यो ब्रदर्स युनाइटेड चाहिँ एउटा नेसनल प्लेयर अनि 4 जना नाइजेरियन प्लेयर्सहरू रहेछ यसमा चाहिँ। हेर्दै जानुहोस् कस्तो नतिजा आउँदो रहेछ। दर्शकहरूको भिड हेर्नुहोस्। अनि 5 स्टार एकदम बसाइ छ उनीहरूको। बस्नु नसक्नेहरू चाहिँ यसरी उभिएर म्याचको आनन्द उठाइरहेको छ यहाँनिर। ग्राउन्डको छेउमा चाहिँ यस्तो खालको फास्टफुड कर्नरहरू पनि छ, जहाँ चाहिँ तपाईँहरू देख्न सक्छ हाफ टाइममा चाहिँ पुरा भिड लागिरहेको छ। म पनि पकोडा खाँदैछु। फुल टाइमसम्म गोललेस भयो। अनि अब पेनल्टी सुटआउट भइरहेको छ। छेउमा चाहिँ यहाँनिर टोटोबाट फ्री खिचडी सर्भ हुँदैछ। मानिसहरूको भिड तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ यहाँको लोकल कमिटीले अर्गनाइज गरेको हो। अन्तमा टिम दुरामारीले पेनल्टी सुटआउटमा ब्रदर्स युनाइटेडलाई हराएर फाइनलमा प्रवेश गर्यो।